यो चाहिँ हामी ककनीमा गएको पिकनिकको बेलाको हो। यो चाहिँ एकदम भाइरल ठाउँ हो। यस्तो दामी ठाउँ छ कि हैन, यदि तपाईहरु पनि यो ठाउँमा घुम्न जान चाहनुहुन्छ, पिकनिकको लागि तपाईहरु जान चाहनुहुन्छ भने एकदम राम्रो छ, एकदम बेस्ट छ है। यो ठाउँको लागि चाहिँ बवालै छ है। हामी पनि गइयो के सम्पूर्ण टिमहरु सहित हैन, एकदम राम्रो देखियो है। के भ्यूहरु हेरियो, नाचगानहरु भयो, पिकनिकहरु एकदम राम्रोसँग हामीले मनाइयो, तयार गरियो, अनि त्यसपछि नाचगान भयो, रमाइलोहरु भयो। र यो ठाउँको लागि चाहिँ जम्मा काठमाडौँ बालाजुबाट जम्मा 16 किलोमिटर छ हैन। अब यो ठाउँमा जानको लागि वे पनि एकदम राम्रो छ, पिच बाटो छ हैन। अब एकदम बवाल ठाउँ छ है। तपाईहरु पनि जान चाहनुहुन्छ भने ठीक छ, हजुरहरुको लागि एकदम बेस्ट अप्सन हुन सक्छ। यदि यो जाडोको समयमा पिकनिक मनाउने सोचमा यदि तपाईहरु हुनुहुन्छ भने यो चाहिँ ककनी भन्ने ठाउँ हो। यो चाहिँ तपाईहरु चाहिँ ककनी जान सक्नुहुन्छ र यो ठुलो चौर छ, एकदम भाइरल चौर छ र पिकनिक तपाईहरु मनाउन सक्नुहुन्छ है त। हस्, धन्यवाद।